सो हेलो गाइज आज चाहिँ म हजुरहरू माझ एउटा रियाक्सन भिडियो लिएर आएको छु। त्यो रहेको छ 101 भाइन्सको होइन 101 भाइन्स भनिन्छ। उहाँको अब जाडोको लागिरहेछ क्या होइन, जाडोमा हाम्रो नेपालीहरूको पारा कस्तो हुन्छ भन्ने कुराले सो स्टार्ट गरौँ। यस्तो यो सुरुमा भएर अब त्यति बोल्न हजुरहरूसँग कन्फिडेन्स लाग्दैन, मलाई लागेको छैन जस्तो लागेको हुन्छ होइन। हजुरले सुन्दा पनि त्यस्तो लाग्ला, तर सुन्नु होला, केही पनि हुँदैन, बिस्तारै बानी पर्छ है त। हजुरलाई पनि पर्छ, मलाई पनि पर्छ। लेट्स स्टार्ट रियाक्सन भिडियो है त। त्यो अरू ज्याकेट किन लाएर आएको? त्यो ज्याकेट खोल, त्यो टोप पनि खोल। यहाँ स्कुलको बाहेक अरू केही लाउनु पाइँदैन। अनि सर हामीलाई चाहिँ जाडो हुँदैन र भने तर यो त के त गाइज ठ्याक्क होइन, सानैमा भनौँ न, लगभग 3, 4, 5मा पढ्दा पनि क्या, अनि स्कुलको स्वेटर त हुन्थ्यो नि, अनि बढी जाडो हुँदाखेरि ज्याकेट लगाइदिन्थ्यो नि त। ज्याकेट लगाउँदाखेरि अनि स्कुलमा त्यो ज्याकेट लाउनु पाइँदैन है, स्कुलको मात्रै लाउने, त्यो बाहिर आउट ज्याकेट लाउनु पाइँदैन, आउट ड्रेस लाउनु पाउँदैन भन्ने। अनि सरहरू फेरि पुरा त भम्म यत्रो ज्याकेट लगाएर आउँदा क्या, त्यो चाहिँ हामीलाई पनि चित्तै बुझ्थेन क्या। त्यो पनि मिल्छ है त। जाडो त मैले हुन्थ्यो नि, मैले चाहिँ के लाग्छ? हेर हेर हेर, यो शनिबार पनि बिहान बढी सुतेर यहाँ कति काम छ, सघाउनु। छिटो उठ त छिटो। तर यस्तो पनि हुन्छ क्या, ठ्याक्क होइन, अरू बेला कलेज गर्नु पर्थ्यो, अनि कलेज गएर भयो, ठ्याक्क शनिबार आयो, अब सुत्छु म त, शनिबार त 10 बजीसम्म सुत्छु भन्ने हुन्छ है। त्यही बेलामा घरि कसलाई के पर्छ उठाइदिइहाल्ने क्या जाँडै। त्योभन्दा खतम फेरि केही जस्तो लाग्दैन। सो कन्टिन्यू गाइज। उठ कुम्भकर्ण, कति सुतेको त? उठ, यत्रो बेरसम्म सुतेर अहिले पानी छापिन्छ। छिटो उठ भने उठ। ए उठ न बाबु, उठ। ए मम्मी शनिबार त सुत्दा दिन्न यार, बल्ल बिदा हुन्छ, यस्तो जाडो छ। अल्छी उठ्नु पर्दैन? ए धेरै भइसक्यो हेर गनाएको 1 महिना भइसक्यो त ननाको। कहाँ 1 महिना हुनु, कति भयो त अनि? 3 महिना। अल्छी जागर छिटो खुर्को न। मम्मी तातो पानी तताइदिनु के न। तातो पानी? त्यो चिसो पानी लिनु। ए मम्मी यार यस्तो जाडो भइरहेछ हामीलाई यार। के हो कान्छ, जाडो हो? ल तपाईँलाई जाडो भयो नि, डेढी गन्जीमा हुनुहुन्छ तपाईँ। जाडो यहाँ तिमीहरू जस्तो बुढाहरूलाई हुन्छ क्या, हामीलाई के जाडो हुनु? यस्तो रहेछ अनि खान्छ जस्तो अलिकति। छि बाउ भएर छोरालाई यस्तो सिकाउने हो? नुहाउँदाखेरि पानीले पनि छुँदैन कि खासी। खान्छस्? अलिक दिएन एक। हो त ल्याउन न एक। लायक जातले आम्मा नुहाउँदा तर गाइज होइन, नुहाउनु त जाडोमा त भगवान्, यो पानीको अगाडि एकचोटि थापिनलाई मात्र नि पुरै सङ्घर्षै पुरा एउटा युद्धै जिते जस्तो हुने क्या। त्यस्तो हुन्छ, चिसो हुन्छ नि त। एकचोटि पर्नु पऱ्यो, त्यसपछि केही फरक पर्दैन। एकचोटि पर्नुपर्छ, त्यसपछि हुँदैन। लो न प्रभु, त्यो त आज लो न प्रभु, लो परमेश्वरी, हे परमेश्वरी, के गल्ती भयो हामीबाट माफ पुग्यो त लु। ए बुढा के भयो? किन कराएको? यो नुहाएर आएर चिसो लगाएर कामेको यो। म जान्छु। कहाँ जान्छु? यहाँ हेर, यहाँ मोएर
कालो छ यहाँ हेरी कालो तल छोरे कालो बाइक कहाँ गएर हुन्छ फेरि छोरी जा गरौँ न भयो म जान्छु कहाँ यहाँ हेर कानमा हेर गाजी छ के जा छिटो पाले राइज बाबु म नुहाउँदिनँ अब म अब नुहाउँदिनँ ए बाबु नुहाउन पर्दैन तर लुगा त धुन पर्यो नि बाबु त्यहाँ भाडा छ किचनमा त्यत्रो माझ्न पर्यो नि ए म बल्ल बल्ल शनिबार आउँछु के गर्नु नि यार ल कान्छा लुगा धुन्ने भएपछि मेरो त्यहाँ दुईटा पेन्टी पनि छ है हजुरहरूलाई चिया कतिवटा लिएर हामी 3 जना छौँ भनेपछि अफकोर्स 8 ल्याउ न हस् जाडोमा तातो चिया भने बेस्ट हो कि केटा होइन त जति उस भए पनि त्यो जाडे जति भएर बाहिर अब साथीहरूसँग भेटघाट गर्दा पनि त्यसरी त मगाइएन है एकजनाले एक कपसम्म त खाइयो नत्र त्यो अलि बेरसम्म बस्दा 2 सम्म खायो होला त्यस्तो 8वटा कप एक्लै हाम्रो सकिन्न गाइज मामा कति खाएको रे यार त अघि बिहान चिया नि हक्छस् क्या कहाँ तिमीहरू जे नि भन्छ कहाँ त्यस्तो हुन्छ यार तिमीहरू के सानो नि हो के साह्रो जाडो हो बेबी तिमीलाई यो जाडोमा के भइदियो तातो हुन्छ जस्तो लाग्छ हाम्रो बे के मतलब हाम्रो बे के खायो भने नि तातो हुन्छ नि के खान्छौ भन ल म खुवाउँछु दुध हाले चिया कति चिया गरेर त्यो चिसोमा त बदाम सुन्तला खाए पनि हुन्थ्यो नि ग्यास्ट्रिक भएर मर्छौ कुन्ने ल बेबी कहाँ ग्यास्ट्रिक हुन्छ मलाई ग्यास्ट्रिक हुन्छ हुँदैन नि ग्यास्ट्रिक भयो बेबी ब्याड ह्याबिट ओ सो मच छैन भाइ कस्तो जाडो बढाएको छ है आजकल सुन न तिमी कस्तो क्युट कति ह्यान्डसम रहेछ यार के जाने हो छि भाइ के कुरा गरे तपाईँ 500 दिन्छु 500 बिक्री मान्छे दिनुभयो तपाईँले ल 1000 दिन्छु ल मेरो पनि अलिकति इज्जत छ नि यार 1000 मा जान्छु 1000 प्लस दुध चिया ओहो अनि तैँले के भनिस् नि अफकोर्स नि यार हुँदैन भन्ने नि ओहो ठिक गरिस् त किन उभिरहेको आइज यहाँ बस होइन ठिक छ म यहीँ ठिक छ आइज यहाँ बस आइ छिटो प्रभु मेरो छोरालाई के भयो मैले के पाप गरेँ दिएर प्रभु आइएम सरी होइन मतलब म अलिकति ढिला आएँ त्यसैले भनेपछि मेरो छोरा ठिक हुन्छ होइन मैले कहाँ त्यस्तो भनेर तपाईँको छोरा त अन्तिम स्टेज भइसक्यो डक्टर मेरो छोरालाई के भयो उसले धेरै चिया खाएको कारण उसलाई ग्यास्ट्रिकबाट अल्सर र त्यो अल्सर पनि बिग्रिसक्यो अब उसको अन्तिम इच्छा के छ त्यो चाहिँ पुरा गर्दै हुन्छ बाबु तिम्रो अन्तिम इच्छा के छ मलाई भन त चिया खाने एक कप तातो चिया खाँदा हुन्थ्यो डाक्टर चियालाई गाइज यस्ता त हेर्न सकिन्छ जाडो यो जाडो महिनामा साह्रै छोटो हुने है दिन मैले दिन भनेको दिन छोटो हुन्छ नि त ए ठिक छ अब आगोमा तापेर के गर्नु अगाडि तातो हुन्छ जिउ पुरै तातो हुँदैन अब के तात्ने गर्नु पर्ने क्या जिउ तात्ने कुरा बरु मर्निङ वाक जाउँ न जिउने तातो हुन्छ हेल्थ पनि राम्रो हुन्छ आगो मात्र हान्ने त उठ्न नसकेर बिहान बिहान ल त चाहिँ उठेन होला जाउँ न त भोलिदेखि जाउँ ल ल भोलि ल 4 बजे जाउँ है त 4 कि 3 बजे जाउँ न त ल जाउँ न भोलि ल मर्निङ वाक ल भन्न ओइ कहाँ छस् त मर्निङ वाक जाने भने हैन यस्तो जाडो छ यार मलाई कस्तो गाह्रो भइरहेछ म जान्नु होला ए झन् म तेरो घर अगाडि आएर बसिरहेको थिएँ सरी यार भोलिदेखि जाउँ न तर यस्तो साथी चाहिँ सबैको हुन्छ नि त हजुरको नि होला सायद हजुरले भन्दा पनि सायद
त्यस्तो भयो होला हजुरहरूसँग पनि। हाम्रो पनि लगभग जामै जाम भन्ने होला कि अनि बिहान उठ्यो जबरजस्ती आफू पनि नउठिनु नसकी उठायो भन्छ अनि फोन हान्यो हेलो जाने होइन भने कहाँ जानु म त सुते म त जान्न यहाँ छोडिदियो भन्ने यस्तो टाइपको त हुन्छ क्या एकजनाले त बोल्दै जाउँ है म बोल्दै जाउँ न। ल भोलि त्यस्तो नगरे ल धन्न यस्तो जाडोमा को जान्छ बाहिर म चलाउँछु नि गाला पड्काउँछु अनि मेरो बाइक म बाइक अरू कसरी चलाउँदिनँ बुझ तिमीहरू पछाडि बस्ने मात्रै हो छुनी पनि होइन बाइक किन छोड्यो पछाडि बस म चलाउँछु बाइक तिमीहरू के त हो नि केटा चलाउ न खै त यार के गरे दिपेश तँ अन्त राइडर चला ल बाइक ल मलाई त ज्वरो आएको छ म निमोनिया भएको कहाँ ज्वरो आयो भने चला चला म सक्छु। रुपेश रुपेश अनि राइडर खतरा हो नि यो त बबाल हो नि यसलाई गाउँमा राइडर भन्छ चिन्छन् अनि यसले त यसो एक्सिडेन्ट बित्ति चाँडो किन पछि त्यही त लाग्छ कहिले जाडोमा कसले चलाउँछ चला खतरा हो नि बेस्ट हो क्या तँलाई बोल बसी हामी कति सेक्युर हुन्छ बेस्ट हो क्या तल बस मैले बाइक नचला भनेको ल सो गाइज हाम्रो भिडियो यति नै रहेछ। अब रियाक्सन अब यस्तै भयो कस्तो अब हजुरले आफै भन्नु होला हजुरहरूले आफै प्रतिक्रिया दिनु होला। अब मेरो अब फर्स्ट अब सुरु नै भनौँ न रियाक्सन भिडियो अब पहिला चाहिँ अब बालेन्जीको गीतको गरेको थिएँ त्यो पनि यसरी बोलाएको थिएन पछि एकैचोटि लास्टमा भनेको थिएँ होइन। अहिले बिचमा अब केही रियाक्सन आफूले दिँदै होइन केही बोल्दै गराएको थिएँ अब बिस्तारै बानी पर्छ कि भन्ने मलाई पनि लाग्छ र हजुरहरूलाई पनि त्यो सायद यो मेरो बोली सुन्दा पनि अलि बानी पर्छ। सो आजले यति नै गाइस फेरि भेटौँला अर्को भिडियोमा है त।